विद्यार्थीलाई किताबी ज्ञान, सैद्धान्तिक ज्ञानले मात्रै पुग्दैन। विद्यार्थीको चौतर्फी विकासको लागि पढाइका साथसाथै अतिरिक्त क्रियाकलापको पनि त्यत्तिकै आवश्यक पर्दछ। त्यसैले हाम्रो विद्यालयबाट विभिन्न विद्यालयको विद्यार्थीहरूको स्तर अनुसार 1, 3, 4, 5, 6, 7, 8, 9, 10 र 11, 12 स्तरीय हाजिरी जवाब प्रतियोगिता, निबन्ध प्रतियोगिता, वक्तृत्व प्रतियोगिता राखिएको थियो, जसमध्ये कक्षा 4-5 लाई हाजिरी जवाब प्रतियोगिता सञ्चालन भइरहेको छ। विद्यार्थीहरू तयार अवस्थामा रहेका छन्। मेरो विद्यार्थीहरू यसरी क्रियाकलापमा सक्रिय सहभागिता देखाउँदा म आफूलाई अत्यन्तै खुसी लागेको छ, जसमा कार्यक्रम सञ्चालक पर्मिला तिवारीले गर्नुभएको छ भने सहजीकरणमा म विष्णुमाया देवकोटा पनि रहेकी छु। त्यस्तै गरी हाम्रो जुन समय र नम्बरिङमा सरस्वती खड्का हुनुहुन्छ भने उपस्थितिमा शोभा भुषाल अनि सुनिता सापकोटा पनि उपस्थित हुनुभएको छ। हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला, सेयर गरिदिनुहोला, लाइक कमेन्ट गरिदिनुहोला। फेरि पनि यस्तै साना क्लिपहरू लिएर आउनेछु। हस्त, धन्यवाद, नमस्कार।